पहिलो 2 सिक्वेलले सफलता पाइसकेका होस्टेल फ्रेन्चाइजको तेस्रो श्रृङ्खला पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र होस्टेल 3 ले दोस्रो हप्ताको सङ्घारमा पनि व्यापक सो प्राप्त गरेको छ। फागु पूर्णिमाको अवसर पाँच रिलिज भएका 2 नेपाली नयाँ चलचित्रहरू एन्जिला र आउटला दफा 219 सँग बराबरी सो प्राप्त गरेको छ। विशेष गरी युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली सिनेमाका मुख्य दर्शक वर्गलाई तान्न सफल भएको छ। सुरुवातीमा होस्टेल 3 को कमजोर ओपनिङ भए पनि हलहरूमा उल्लेखनीय दर्शक उपस्थितिका कारण दोस्रो दिनदेखि हलमा पकड जमाएको थियो भने यो सिनेमाले साँझपख अझ बढी दर्शक तान्न सफल भएको थियो। चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्क अनुसार घरेलु बक्स अफिसमा होस्टेल 3 ले 6 दिनमा 2 करोड 20 लाख ग्रस कमाएको छ। यसबाट निर्माताले 1 करोड पाउने देखिए पनि युवा पुस्ताको आकर्षणलाई हेर्दा चलचित्रको आगामी दिनहरूमा अझ राम्रो व्यापार गर्ने सम्भावना देखिएको छ। वर्ड अफ माउथ सकारात्मक भएका कारणले चलचित्रले अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको निर्माण पक्षको भनाइ छ। बिहीबार होलीको सार्वजनिक बिदाको दिनमा पनि उत्साहजनक व्यापार गरेको छ। गत कार्तिकदेखि 2 करोड माथि कमाउने दोस्रो नेपाली चलचित्र बन्न सफल भएको यो सिनेमाले 3 करोड नाग्न सक्ने सम्भावना देखिएको छ। यसअघि 2 करोड माथिको व्यापार कुमार कट्टेलको निर्देशनमा निर्माण भएको चलचित्र लासरमले गरेको छ। होस्टेल 3 बिहीबारदेखि युएई, कतार र बहराइनमा समेत प्रदर्शनमा आएको छ। सिनेमाको प्रचारका लागि कलाकार पदम तामाङ कतार पुगेका छन्। वितरक आशिष पुरुषका अनुसार मध्यपूर्वका देशहरूमा पनि चलचित्रप्रति उच्च माग रहेको छ, जसले त्यहाँको व्यापारलाई आक्रामक बनाउने देखिएको छ। निर्देशक शासन कडेलले पहिलो निर्देशनमै दर्शकको अपार माया पाएकोमा खुसी व्यक्त गर्दै भने चलचित्रले अपेक्षाभन्दा राम्रो व्यापार गरेको छ। सबैभन्दा ठूलो उपलब्धि भनेकै दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो। कलेज र होस्टेल जीवनको कथा भन्ने होस्टेल 3 मा पारसबम ठकुरी, सिमरन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। सिनेमामा वार्डेनको भूमिकामा प्रवीण खतिवडा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, सन्तोष बानिया लगायतको पनि अभिनय रहेको छ। तपाईहरूले यो चलचित्र हेर्नुभयो त? कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा भन्न सक्नुहुन्छ।